गोसाइँकुण्ड ताल धार्मिक महत्त्व बोकेको ताल हो। गोसाइँकुण्ड ताल रसुवा जिल्लामा लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ। यस तालको उचाइ 4380 मिटर छ। यसको लम्बाइ 600 मिटर, चौडाइ 320 मिटर र गहिराइ 26 मिटर रहेको छ। यो त्रिशुली नदीको उद्गम स्थल हो। यहाँ जनै पूर्णिमा तथा गङ्गा दशहरामा दर्शन गर्नेहरूको भिड निकै हुन्छ। यस तालको उत्पत्ति हिन्दू दर्शन अनुसार समुद्र मन्थनको क्रममा निस्किएको विष महादेवले सेवन गरेपछि विषको प्रभाव शान्त पार्न पर्वतमा आएर त्रिशूल प्रहार गरी पानी पिएर विष शान्त पारेको भन्ने विश्वास छ। भएर 6 बजे धुन्चेको लागि बाइकको यात्रा सुरु गरियो। माछापोखरीबाट टोखा हुँदै धुन्चेसम्म जाने निर्णय गरियो। माछापोखरीबाट टोखा हुँदै धुन्चेसम्म जानको लागि 95 किलोमिटर छ भने अर्को बाटो गल्छी पुगेर जाँदा 123 किलोमिटर पर्छ, जसले गर्दा 25-26 किलोमिटर बढी पर्ने गर्दछ। थाना भन्ज्याङमा नास्ता खाइसकेपछि 7:30 बजेतिर हामी फेरि हिँड्न सुरु गर्यौं। आजको यात्राको लागि हामी आर्यन इन्जिनियरिङ कलेजको सिभिल ब्याचको 2019 ब्याचको माछापोखरीबाट शिवपुरी डाँडासम्म बाटो उकालो अनि शिवपुरी डाँडाबाट छहरेसम्म बाटो ओह्रालो भए पनि यहाँबाट बाटो सम्म छ र बाटो सबै ठाउँ पिच गरिएको। र यता टोखाबाट जाने बाटोको सङ्गम स्थल हो। बेत्रावती पुग्यौं। बेत्रावती रसुवा जिल्ला र नुवाकोट जिल्लाको सिमानामा।
यहाँ खानाको चाहिँ 480 थियो मासु खानाको खसीको। धुन्चेबाट बाइकको यात्रा समाप्त भएर अब हामी हिँड्नको लागि करिब 12:45 तिरबाट धुन्चे बजारबाट हाम्रो यात्रा सुरु भयो। हिमालयन स्प्रिङ वाटर। वाउ स्नोफल हुँदैछ। वाउ धुन्चेबाट हिँड्नु अघि चाहिँ हामीले ड्राई फ्रुटहरू चाउचाउ बिस्कुट चक्लेटहरू चाहिँ यहीँबाट लग्यौँ। जति माथि जाँदै गयो त्यति महँगो पर्दो रहेछ। गोसाइँकुण्डको टपसम्म चाहिँ 100 रुपियाँको चाउचाउ, पानी पनि 100 रुपियाँ, बिस्कुटहरू पनि त्यस्तै 10को 100 पर्दो रहेछ। अनि स्टिक नलिनु भएकोहरूले चाहिँ यहीँ पाउँदो रहेछ स्टिक, यहीँ लगेर माथि जाने, त्यसपछि ल्याएर फिर्ता गरिदिनु पर्दो रहेछ। होटलमा बाइक पार्किङ गऱ्यौँ, यहाँ चाहिँ पैसा लगेन। मिनी गोसाइँकुण्डदेखि अलिकति पछाडितिर चाहिँ गर्दाखेरि चाहिँ 500 रुपियाँ एउटाको लिँदो रहेछ। धुन्चे बजारको हाइट चाहिँ 2000 मिटर रहेछ। यहाँबाट जति माथि जाँदै गर्छौँ त्यति हाइट बढ्दै जान्छ। धुन्चे बजारबाट 30 मिनटको यात्रा गरिसकेपछि हामी मिनी गोसाइँकुण्ड पुग्यौँ, जसको एल्टिट्युड 1960 मिटर रहेको छ। यहाँ चाहिँ 2वटा होटल छन्। के छ, हिँड्न सकिन्छ जस्तो छ कि छैन हो? गोसाइँकुण्ड सकिन्छ, बिस्तारै हिँड्दै गएर सकिन्छ। यसो सकेला जस्तो छ हिँड्न? मजाले कस्चिल रमाइलो छ। रमाइलो छ है। ओ हलजोडी हो। मस्त धुनमा बच्चु मास्टर। पुरै ठाडै उकालो त उकालै छ। हिँड्न चाहिँ निकै गाह्रो छ, उकालो उकालो मात्रै छ है। मिनी गोसाइँकुण्डबाट बाटो उकालो सुरु हुन्छ। हिँड्न सजिलो होस् भनेर कङ्क्रिटको स्टेपहरू बनाइएको छ। मिनी गोसाइँकुण्डबाट 1 घन्टा हिँडिसकेपछि 2300 मिटरमा को उचाइमा खेन्दी पुग्यो, जसमा 3वटा होटलहरू छन्। लाली गुराँसको मनरोक दृश्य हेर्दै उकाली चढ्दैछौँ हामी। सहज अगाडि हिँडिनु भएको छ। मिनी गोसाइँकुण्डबाट 2 घन्टामा देउराली होटल पनि छ बास बस्नलाई। 2500 मिटरको उचाइमा पुग्यौँ हामी। धुन्चेबाट 1 बोतल पानी साथमा बोकेपछि बिचबिचमा पानी भर्न पाइँदो रहेछ। भोइस आउँछ कि बाहिरबाट पछि भोइस अडियो बढी भयो हैन। सुमन स्टोरी सिनाउने वाला बडे सिन खिचिरा थियो त। ओए यार के हो तिम्रो लागि मायालु तिम्रो लागि देउरालीबाट 1.5 घन्टा हिँडिसकेपछि हामी धिम्सा पुग्यौँ, जसको एल्टिट्युड छ 2900 मिटर। यहाँ पनि 2वटा होटलहरू छन्।
हजुरको हो कति हो यहाँबाट माथि पुगे अर्को बोलाउनु पर्यो भने कति लाग्छ यहाँबाट चन्दनबारी पुग्नलाई लगभग अब 2-4 मिनट लाग्छ होला यहाँबाट गोसाइकुण्ड मनमा गोसाइकुण्ड केटाहरूलाई हल्का राहत भएको छ है खुट्टामा राम मनमा गोसाइकुण्ड धिम्साबाट 1 घन्टा हिँडेपछि चन्दनबारी पुग्यौँ जसको चाहिँ 3250 मिटर छ। यहाँ चाहिँ टोटल 8वटा होटलहरू छन्। करिब 6 बजिसकेको थियो। सिजनको लालीगुराँस साथीहरू हो त्यहाँ चाहिँ 500 रुपियाँ खाना बस्नको रहेछ। एउटा टोलीलाई चाहिँ 1400 लगेको रहेछ। अब बार्गेनिङ अनुसार कति गर्न सकिन्छ 500 देखि माथि। हामीलाई चाहिँ 500 लगेको थियो। सोलङपाटीबाट हामी बिहान 4:45 मा हिँडेको थियौँ। लौरीबिना पुग्न लगभग 1 घन्टा लाग्यो। लौरीबिनाको उचाइ 2900 मिटर रहेको छ। हामी अब लौरीबाङबाट उकालो लाग्दैछौँ। करिब 4000 मिटरको उचाइमा हिँडिरहेको छौँ अहिले चाहिँ। अब लगभग 3 किलोमिटर बाँकी छ यहाँबाट।
सक्थ्यौ आज? त्रिशूल खै त महादेवको? यहाँ बजरङ्गबली हनुमानजी हुनुहुन्छ। Oh. गोसाइकुण्ड जाँदाखेरि खानेकुराहरू चक्लेट बिस्कुट ड्राई फ्रुटहरू यहीँबाट लगेर जानुहोला। लसुन अदुवा हाल्नुहोला, लेक लाग्न सक्छ। मेडिसिनमा सिटामोलहरू पेनकिलरहरू लानुहोला। वर्षायाममा जानुहुन्छ भने रेनकोट राख्नुहोला। जाडोमा गयो भने कपडाहरू चाहिँ लाउनुपर्छ, चिसो चाहिँ निकै हुँदो रहेछ।